हेलो गाइज है आज चाहिँ म तपाईँहरूलाई चाहिँ मेरो यो पोल्ट्री फार्म फेरि अपडेट दिँदैछु है। म यो पोल्ट्रीहरूलाई चाहिँ अब भ्याक्सिन गर्नुपर्ने छ है। लसोटा भन्ने चाहिँ यो चाहिँ तपाईँको रानीखेत भन्ने बिमार हुन्छ है, जुन पोल्ट्री कुखुरामा देखिन पाइन्छ है। यो चाहिँ अब हामीले चाहिँ भ्याक्सिन गर्नुपर्ने हुन्छ 7 डेजको है। अनि त्यसले गर्दा चाहिँ म आज भ्याक्सिन गर्दैछु है 7 डेजको है। कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई देखाउँछु है। यो भिडियो हेर्नु होला भन्दै म आज फेरि म यो भिडियो अगाडि तपाईँहरूलाई प्रस्तुत गर्दैछु। हेलो गाइज, यो चाहिँ अब लसोटा भन्छ है। यो चाहिँ तपाईँको पाउडर फर्ममा आउँछ है। यो चाहिँ अब लिक्विड फर्ममा आउँछ। यो दुईवटा चाहिँ हामीले मिक्स गर्नुपर्ने हुन्छ है भ्याक्सिनद्वारा है। तपाईँलाई म देखाउने छु है यो मिक्स गर्नुपर्ने कस्तो प्रकारले गर्नुपर्ने है, तपाईँलाई देखाउँदैछु, हेर्दै जानु होला। सो गाइज, मिक्स गर्नुपर्ने चाहिँ यसरी हुन्छ है। तपाईँले एउटा सिरिन्ज चाहिन्छ। सिरिन्ज तानेर चाहिँ तपाईँले यो लिक्विड चाहिँ तपाईँले तान्नुपर्छ पहिला। त्यहाँबाट चाहिँ तपाईँले यो जुन चाहिँ पाउडरमा मिक्स गर्नुपर्ने हुन्छ त्यहाँनिर हल्लाएर चाहिँ फेरि तपाईँले ड्रपरमा हाल्नुपर्ने हुन्छ यो जुन चाहिँ भ्याक्सिन। अनि यसरी चाहिँ तान्दै हामीले चाहिँ पाउडरमा मिक्स गर्दै फेरि हामीले ड्रपरमा हाल्दै युज गर्नुपर्ने हुन्छ। सो गाइज, अब यो चाहिँ अब मिक्स भइसकेको हो। अब हामीले चाहिँ लाउँदाखेरि यसरी आँखामा चाहिँ एक थोपा चाहिँ हामीले लगाइदिनु पर्ने हुन्छ है। अनि यसको भ्याक्सिन नै यही हो है। अनि यो चाहिँ तपाईँको 7 डेजको भ्याक्सिन हो है। अनि यसरी नै एक एकवटा गर्दै हामीले चाहिँ भ्याक्सिन गर्नुपर्ने हुन्छ है। अनि भ्याक्सिन चाहिँ तपाईँको चाहिँ एकदमै केयरफुल्ली गर्नुपर्छ। तपाईँले बाउन्ड्री बनाउनुपर्छ है। बाउन्ड्री बनाएर चाहिँ 2 भाग पारेर चाहिँ एक भाग चाहिँ खाली गरेर चाहिँ फेरि हामीले एक एकवटा चिप्सलाई चाहिँ पक्रिँदै तपाईँ जुनै पनि राइट आईमा लाउनुहोस् कि चाहे लेफ्ट आईमा लाउनुहोस् है। त्यो चाहिँ तपाईँले एक थोपा लाउनु पर्ने हुन्छ। तपाईँले राइटमा लगाएको छ भने नेक्स्ट टाइम तपाईँले फेरि अर्को बोम्बो भ्याक्सिन हुन्छ अर्को, त्यो चाहिँ तपाईँको 14को हुन्छ, त्यो चाहिँ फेरि लेफ्टमा गर्नुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ राइटमा लगाइकन लेफ्टमा त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यसरी नै हो भ्याक्सिन गर्ने तरिका है। सो गाइज, फाइनली मैले चाहिँ अब 450 बर्ड्सलाई चाहिँ मैले चाहिँ तपाईँको भ्याक्सिन गरिसकेँ। अब अहिले चाहिँ यसरी खुल्ला अब छोडियो है। जुन चाहिँ बाउन्ड्री गरेको थियो मैले त्यो बाउन्ड्री पनि हटाइदिएँ है। अनि त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ यिनीहरूलाई चाहिँ अब आज चाहिँ हामीले चाहिँ एकदम प्लेन पानी खुवाउनु पर्ने हुन्छ। किनभने हामी त्यसमा हामी कुनै पनि मेडिसिन, किनभने हामी भिटामिन चलाइरहेको हुन्छ है। भिटामिनलाई चाहिँ बन्द गरेर चाहिँ एक टाइम चाहिँ हामीले त्यसरी प्लेन पानी युज गर्छ है। प्लेन पानी हामीले दिनुपर्ने हुन्छ है। यस्तै छ है। यसरी अब हामीले चाहिँ अब धपाएर के गर्नुपर्ने हुन्छ है। यसरी यिनीहरूलाई चाहिँ अब पानी पिउनुपट्टि लानुपर्ने छ किनभने अब यिनीहरू रिल्याक्स होस् है। त्यसले गर्दा चाहिँ एकछिन चाहिँ हामीले चाहिँ यिनीहरूलाई चाहिँ यताउता दबाउनु पर्ने हुन्छ, तब चाहिँ यो एक्टिभ हुन्छ है। यो भ्याक्सिन चाहिँ एकदम अनिवार्य छ, हामीले लाउनै पर्छ। नभए लाएन भने चाहिँ हामीले चिकनलाई चाहिँ अनेकौँ रोग लाग्छ है। सो गाइज, आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु नभुलिनु होला है। तपाईँहरूको सधैँ नै माया पाऊँ भन्दै आज यो मेरो भिडियो यही समाप्त।